ट्याफुला सबैजनालाई आज दिनको चाहिँ मैले भ्लग स्टार्ट गर्न थालेको अलिकति नर्भस छु अनि हिजोदेखिको नै गर्छु भनेर सोचेको थिएँ तर हिजो चाहिँ कुनै टपिक पनि पाएन अनि आज चाहिँ हाम्रो गाउँमा हाम्रो बाइसधुरामा चाहिँ साङ्गे हुन गइरहेछ। आज चाहिँ साङ्गे हाम्रो बाइसधुरा मात्रै नभएर अरू सबै जग्गातिर हाम्रो यहाँ अब जसले साकादावाको व्रत लिनुभएको थियो होइन उहाँ सबैजनाको चाहिँ आज साङ्गे हुनेवाला छ अनि 1 महिनाको व्रतमा चाहिँ म चाहिँ व्रत बसिनँ, मेरो आमा बस्नु भएको थियो अनि आज साङ्गेको दिन चाहिँ ठुई लिएर एक दिनको व्रत जसले पनि बस्न सक्नुहुन्छ भन्नुभयो नि त हाम्रो लामालाले अनि त्यही लागि आज चाहिँ म पनि व्रत बस्छु, 1 दिनको भए पनि व्रत बसौँ भनेर चाहिँ आज व्रत बस्छु भनेर सोचेको छु। अनि अहिले चाहिँ हामी नुहाएर चाहिँ हामी गुम्बा जान लागेको, अलिक लेट पनि भयो। अघि नै बिहानै बोलाउनु भएको थियो अरे 7 साढे 7 बजीतिर आउनु भन्नुभएको थियो र अहिले त कति बज्यो होला 8 चाहिँ पारै भयो अनि हामी रेडी भइसक्यो। अनि सेल्फ इन्ट्रोडक्सन चाहिँ मैले दिएन, अब मेरो च्यानलको नाम देखेर पनि तपाईँहरूले थाहा पाउन सक्नुभयो होला कि मेरो नाम चाहिँ मुस्कान तामाङ हो अनि म चाहिँ यहाँ बाइसधुराको हो। मेरो बिहा चाहिँ डिमा 20 लाइन भएको छ डिमा 20 लाइनकै हो तर अहिले चाहिँ म यहाँ छु, मेरो इक्जाम चल्दैछ नि त कलेजको अनि इक्जाम जान लागि मलाई वहाँबाट चाहिँ अलिक अप्ठ्यारो हुन्छ किनकि इक्जाम टाइममा चाहिँ आउँदा अलिक लेट हुन्छ नि त, रातै पर्छ। त्यही लागि चाहिँ म यहीँ बसेर नै आमासँग जान्छु, आमासँग नै आउँछु। आमाले मलाई 3 घन्टा वेट गर्नुहुन्छ उतै अनि अहिले चाहिँ गुम्बामा गएर म देखाउँछु है, तपाईँहरूसँगै बस्नुहोस् होला। यो चाहिँ मेरो फर्स्ट भ्लग हुनाले गर्दाखेरि अलिकति नर्भस पनि छ, अलिक भोइस पनि यताउति हुँदैछ होइन अनि बसिदिनुहोस् होला मसँगै। हामी चाहिँ निस्किसके गुम्बा जानको लागि। आज वेदर पनि यस्तो दामी छ, यस्तो दामी छ, यस्तो हावा चल्दैछ, कस्तो मजाको। यहाँ चाहिँ छ मेरो आमा माई माताश्री अनि यहाँ अगाडि हुनुहुन्छ हाम्रो भाउजू, हाम्रो प्यारी प्यारी भाउजू दामी छ रिसु। माम आउनु हुँदैछ, हाम्रो माम आउनुहुन्छ माम। अहिले चाहिँ यहाँ साङ्गेको लागि सबैजना जम्मा भइसकेर चाहिँ यहाँ के भन्छ गराजबको लागि चाहिँ हामी यहाँ सबैजना भेला भएको छौँ अनि सबैजनाले नै यहाँ बसेर चाहिँ अब आफ्नो साङ्गेको लागि यहाँ अब अन्तिम दिन भनेर सबैजना भेला भएर चाहिँ हामी यहाँ आफ्नो गराजब पनि गर्दैछु। अनि उहाँ जो लामा हुनुहुन्छ उहाँले चाहिँ हामीलाई गाइड गर्नुभएको, अब उहाँले चाहिँ एउटा एउटा गर्दै जति पनि सामग्रीहरू थियो चढाउनलाई ल्याउनु भएको थियो त्यो सामग्री चाहिँ सबै एउटा एउटा गर्दै लगाउनु भयो। अन्त हाम्रो लामालाले चाहिँ भन्नुभएको थियो कि उहाँले जति बेला लगाउनुहुन्छ हवनमा त्यति बेला नै हामी पनि यो 3 पल्ट आफ्नो टाउकोमा घुमाएर चाहिँ त्यहाँ थालमा लगाइदिनु, अन्त एकैचोटि लगाउँदा हुन्छ भनेर चाहिँ हामीले त्यहाँ राखेको। किनकि अब हामी त्यही बसेर लगाएको भए चाहिँ अरू जग्गातिर जान्थ्यौँ नि त, जहाँ जानुपर्ने त्यहाँ जान्थेन, अन्त फ्याँक्दाखेरि अरूको टाउकोतिर पर्छ भनेर चाहिँ त्यस्तो गर्नुभएको थियो। अन्त यहाँ छौँ हामी पनि यहीँ छु। हामीले चाहिँ आप्पाको लागि ज्वाइँको लागि मेरो बुढा ज्वाइँको लागि सबैको लागि नै त्यहाँ लगाएँ। अनि उहाँ लामाला जो हुनुहुन्छ ऊ लामाला चाहिँ एकदम राम्रो हुनुहुन्छ हाम्रो गाउँको। उहाँ भाइ चाहिँ भाइ नै हो, सानो उमेरको भएर पनि धेरै ज्ञान छ नि त। हामी सबैलाई नै राम्रो बातहरू भन्नुहुन्छ, ठुलो मान्छेको जस्तो सोच विचार राख्नुहुन्छ। अनि यहाँ चाहिँ हामी छिमी बालेर छिमी ल्याएर चाहिँ यता हाम्रो गुम्बाको जो कुहरू राखेको छ यतापट्टि फर्केर चाहिँ उहाँ छिमी देखाएर अब आफ्नो अब जसले अब व्रत बस्नुभएको कुन चाहिँ कामनाले बस्नुभएको त्यो भन्नुभयो। अनि यहाँ हाम्रो लामालाले चाहिँ त्यो सबै कुरा गरेर चाहिँ अब एक्चुअल मलाई पनि बेसी त थाहा छैन होइन तर जहाँसम्म मलाई चाहिँ लाग्यो उहाँले चाहिँ अब सबैको लागि नै अब राम्रो होस् भनेर त्यो गरिदिनु भयो। त्यसले चाहिँ डन्डाले चाहिँ हल्लाएर सबैलाई नै राम्रो होस् भनेर चाहिँ भनिदिनु भयो जहाँसम्म मलाई लाग्यो। अनि यहाँ चाहिँ हाम्रो के भन्छ अरे उयो वाङ दिनु हुँदैछ, ठुई अनि वाङ व्रत चाहिँ कम्प्लिट चाहिँ भएको थिएन त्यति बेला चाहिँ। अन्त सबैलाई वाङ दिएर चाहिँ हामी आफ्नो ठाउँमा वाङ थापेर आफ्नो ठाउँमा गएर बसेँ। अनि
छ हाम्रो आमा भाउजू पनि हुनुहुन्छ। अनि त्यसपछि चाहिँ टाँसीतर्फ लाग्यो हामी। टाँसी पनि भएको थिएन नि त, अन्त टाँसी त मेन हुन्छ हाम्रो तामाङ। तपाईँलाई 1 महिना व्रत बसेर कस्तो लाग्दैछ अहिले? साङ्गे भयो तपाईँको इच्छाहरू? खुसी लाग्यो? 1 महिनासम्म व्रत बसेर साका धावाको व्रत बसेको हो। अगाडि सबै फुल खाएर घरि फुल मिठाइदिन्छ, घरि काँचो दिन्छ, घरि खिरिदिन्छ, घरि के दिन्छ। आज साङ्गे चाहिँ एकदमै राम्रोसँगले सम्पन्न भयो। म यो भिडियो यतिमै एन्ड गर्दैछु। थ्याङ्क यू सो मच हेरिदिनु भएको लागि।